दर्शकबिन यति बेला हामी देखाइरहेका छौँ यो भूकम्प 2072 साल वैशाख 12 गते ठ्याक्कै आजको दिन यानि कि शनिबार बिहान करिब 11:56 बजे आएको विनाशकारी भूकम्प। यो चाहिँ नेपालकै इतिहासको सबभन्दा ठुलो प्राकृतिक विपत्तिमध्ये एक मानिन्छ यो भूकम्पलाई। हामी यहाँहरूलाई देखाइरहेका छौँ यो भिडियो, यो फोटोहरू देखाइरहेका छौँ हामीहरूलाई। यो चाहिँ ठ्याक्कै वैशाख 12 गते यानि कि आज पनि 2083 सालको वैशाख 12 गते आज पनि ठ्याक्कै शनिबारको दिन रहेको छ र यो चाहिँ ठ्याक्कै यो भूकम्प गएको 11 वर्ष बितिसकेको छ र यो दिनलाई वैशाख 12 गते कसैले पनि अहिलेसम्म बिर्सन सकेको छैन। यो 72को महाभूकम्पका रूपमा चिनिने यस भूकम्पले केन्द्रबिन्दु गोर्खा बस पार्क आसपास रहेको थियो र यसले नेपालको हजारौँ मानिसहरू ज्यान गुमाएको थियो भने भारत, चीन र बङ्गलादेशमा समेत यसको ठुलो क्षति, ठुलो असर पारेको थियो र काठमाडौँको उपत्यकामा थुप्रै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू विशेष गरी बसन्तपुरको दरबार क्षेत्र चाहिँ तहस नहस पारेको थियो। यहाँहरूलाई हामी देखाइरहेका छौँ र यो विभिन्न धार्मिक संरचनाहरू र घरहरू क्षति गरेको थियो। यो चाहिँ ठुलो क्षति भएको थियो र आज ठ्याक्कै 2083 सालको आज 12 गते यानि कि वैशाख 12 गते आजकै दिन यो शनिबारको दिन नै गएको थियो गत 2072 साल वैशाख 12 गतेको भूकम्प र आज 11 वर्ष भइसकेको छ र यस दिनलाई हामी कालो दिन पनि भन्छौँ। अहिलेसम्म हामी कोही पनि बिर्सन सकेका छैनौँ। धेरैजना ज्यान गुमाएका थिए, धेरैजना परिवारहरू पीडित भएका थिए, घरविहीन भएका थिए। र यो भूकम्प गएको पनि 11 वर्ष बितिसकेको छ। र यो भूकम्प भइसकेपछि देशले ठुलो क्षति